हेलो एन्ड गुड मर्निङ गाइज। आज शनिबार। यो शनिबारलाई रोमाञ्चक बनाउनको लागि हेटौडा हाइकरसँग आज हामी ओखरा डाँडाको यात्रामा जान लागेका छौँ। यो यात्रा एकदम रोमाञ्चक साथसाथै यादगार र एडभेन्चर रहेका थिए। आउनुहोस् हामीसँग आजको यात्राको मजा लिनुहोस्। सबके स्कुटीबाट हारेर थाकेल ना तान्ला का डबल हामी मात्रपट्टि स्कुटी बढिया तान्ने सब मुख इदी छ वस्तो के कहैछिन् गाइज महिन्द्रा की स्कुटी किनियो भले मिलो। हिजो राति पानी परेको कारणले बाटो चिप्लो भयो। त्यही चिप्लो बाटोमा कोही चिप्लिँदै कोही लड्दै हामी हाम्रो गन्तव्यतर्फ अघि बढ्दै जाँदा जङ्गलको चिसो हावाले हाम्रो मन शीतल भई हामी सकुशल पार्किङ स्थलमा पुग्यौँ। पार्किङ स्थलमा पुगेर पछाडि परेका हाम्रा साथीभाइले एकछिन कुर्यो र सबै पार्किङ स्थलमा जम्मा भए। हामी अगाडिको गन्तव्यतर्फ लाग्यौँ। करिब 25-30 मिनटको कन्टिन्यू चढाइ चढ्दै जाँदा पहाडले आफ्नो सौन्दर्य झल्काउन सुरु गरिसकेको थियो। यो मनमोहक र सुन्दर दृश्यले मनमा भएको पीड चिन्ता कम गर्नुको साथै शरीरको थकान पनि कम गरिदियो। लगभग 10-15 मिनटको आरामले शरीरको थकान मारी हामी सबैजना हाम्रो अगाडिको गन्तव्यतर्फ लाग्यौँ। सुन्दर र हरियो जङ्गलको साथसाथै खुल्ला आकाश पनि हेर्ने मौका हामीले धेरै दिनपछि पायौँ। गन्तव्यतर्फ जाँदै गर्दा हामीलाई सुन्दर र मनमोहक फुलहरू स्वागत गरिरहेका थिए। सहरको गर्मीलाई त्यागी हामी पहाडको शीतल हावाको मजाले हाम्रा पाइलाहरू अघि सार्दै गयौँ। यो पन्छीलाई देखेर मेरो मन पनि यसरी नै हावामा हराउन मन गर्यो। करिब 4 घण्टा चढाइ गर्दै जाँदा हामी हाम्रो गन्तव्यमा पुग्यौँ। गन्तव्यको दौरानमा एक अर्कालाई जान्ने मौका पनि पायौँ। साथै एक अर्काले ल्याएको खानेकुरा साटेर खायौँ। मनमा भएको कुराहरू व्यक्त गर्दै जाँदा यो 4 घण्टा चढाइ पनि हामीले थाहा भएन।
सायद पहाडको सुन्दरताले होला। समय कसरी बित्यो हामीले थाहै भएन। साँच्चै नै भन्नुपर्दा यो ठाउँ एकदम सुन्दर र शान्त थियो। चारैतिर ठुल्ठुला डाँडा, ती डाँडाहरूको बिचमा हरियो घाँसे मैदान। साँच्चै नै यो दृश्य देखेर जो कोही पनि आकर्षित भइहाल्छ।